अर्को बहिनी भागीरथी बहिनीको आन्दोलन गर्दै गर्दा सडकमा आएका व्यक्तित्वहरू जोसुकै सरकार आफ्नो अर्काको त्यो खण्डमा चाहिँ त्यो टिकापुरको सडकमा चाहिँ हामीले विरोध प्रदर्शन गरेका छौँ। यो कुरा हामी नभुल्न हुन आग्रह गर्न चाहन्छौँ। वर्तमान परिवेशमा के हो भने हिजो मैले धेरै सामाजिक सञ्जाल हेर्दै गर्दा आज हिजोको नगर प्रहरीमा नगरमा हुँदै गर्दा सरकारले केन्द्र सरकारलाई दोष दिएको खण्डमा आज केन्द्रीय आज अभिभावक देशको अभिभावक केन्द्रीय सरकार हो कि होइन त्यसको जवाबदेहिता हुन्छ कि हुँदैन। हिजो त्यही नगर प्रहरीलाई चलायमान गर्ने सरकारले आज चाहिँ त्यो एउटा फरक पार्टीको भनेर पन्छिन पाउँदैन। यो अभिभावक भइसक्यो भने आफ्नो छोराछोरीको जिम्मेदारी दिनुपर्दछ र आफ्नो छोराछोरीलाई कुन भविष्यबाट अगाडि बढाउने भन्ने कुरा यो सरकारले बाट पन्छिन गएर र भावनामा डुबाएर अगाडि बढ्न पाइँदैन भन्ने कुरा मलाई लाग्छ। धेरै भन्ने पक्षमा छैन। आज हामीले हेरिरहेका छौँ गाडी गर्ने समय होइन, भविष्यमा केन्द्रित गर्ने समय होइन। वर्तमान समय र परिवेशमा नेपाली नेताहरूलाई दिएको आशा र जुन आश्वासनमा कायम छ कि छैन भन्ने कुरामा हामीले कटिबद्ध हुनुपर्छ। आज उहाँ यो शरीरबाट आगो लगाएर दलित रहँदा कारणमा त्यो गाडीको व्हिल चेयर मात्रै होइन, बेरोजगार छ, त्यहाँनिर घर परिवार चलाउन कठिन छ, आमा बाउ रोगी मुखुमा छ, 1000 रुपियाँ महिना बसेको मोटेसलबाट यताउँदै गर्दा कसरी खत्तम हुन्छ भन्ने कुरा हामीले पुगेका हामी छौँ। त्यसैले गर्दा हामीले पन्छिन पाउँदैनौँ, सरकार पन्छिन पाउँदैन, कारबाही गर्नैपर्छ। आज सत्य छानबिन गरेर यसबाट पन्छिन पाउँदैन भन्ने कुरा तपाईँहरूले जानकारी गराउन चाहन्छु। अब सत्य छानबिन सरकारले गरिनुपर्दछ भन्दै म मेरो सानो भनाइ टुङ्ग्याउन चाहन्छु र उहाँलाई हार्दिक